दर्शकबिन्द, विविधताले भरिएको यो संसारमा देशपिच्छे फरक परिवेश देख्न सकिन्छ। आकाश एउटै छानो भए पनि धरती पाइलै पिच्छे फरक पाइन्छ। विकास र विनाशको श्रृङ्खला सदियौँदेखि चल्दै आएको नियम हो। राम्रो शासकको हातमा देश गयो भने समृद्धिले शिखर चुम्छ, साथसाथै खराबको हातमा देश पर्यो भने देश भड्खालोमा पुग्छ। त्यसो त हरेक देशको आफ्नै कहानी हुन्छ। कुनै देशका मानिस दयालु स्वभावका हुन्छन् भने कुनै देशका मानिस आक्रामक स्वभावका हुन्छन्। यहाँहरूमध्ये अधिकांशले त संसारका राम्रा राम्रा देशको बारे पक्कै पनि सुन्नु भएकै होला। तर आज हामी यहाँहरूलाई धरतीकै सबैभन्दा 10 खतरनाक देशको बारेमा जानकारी दिनेछौँ, जहाँको अवस्था थाहा पाउनुभयो भने तपाईँ आफूलाई भाग्यमानी ठान्नुहुनेछ कि आफूले त्यो नियति कहिल्यै भोग्नु परेन भनेर। आउनुहोस् सुरु गरौँ। उत्तर कोरिया। दर्शकबिन्द, यहाँहरूले किम जोङ उनको बारेमा त सुन्नु नै भएको होला। उत्तर कोरियाका तानाशाह किमको आदेश विपरीत जाने जो कोही पनि मृत्युको सामना गर्नुपर्ने हुन सक्छ। भनिन्छ यो देशमा किमको आदेश बिना रुखको पात पनि हल्लिँदैन भनेर। यो देश कस्तो छ, यहाँ के भइराखेको छ भन्ने बारे सिङ्गो विश्व अनभिज्ञ छ। तपाईलाई यो कुरा सुन्दा विश्वास नलाग्न सक्ला, तर यो सत्य हो कि नर्थ कोरियामा हाँस्न पनि प्रतिबन्ध छ। यहाँ हाँस्न र रुन पनि दिन हेर्नुपर्छ। यो देशमा आम मानिसहरू कैदी जस्तै जीवन बिताउन बाध्य छन्। किम सरकारको स्वीकृत बिना यहाँका मानिस एउटा शहरदेखि अर्को शहरमा जान पाउँदैनन्। अफगानिस्तान। साथीहरू, अफगानिस्तानको बारेमा कुरा गर्दा यहाँका मानिसहरू निकै नै राम्रा र दयालु मानिसमा पर्दछन्। तर पनि यो देशको अवस्था निकै नै दयनीय र अस्थिर पाइन्छ। वर्तमान समयमा हेर्दा यो देशको अवस्था निकै नै नाजुक पाइन्छ। झन् तालिबानले सिङ्गो देश कब्जा गरेसँगै यहाँका मानिस साथसाथै महिलाहरू स्वतन्त्र छैनन्। तर इतिहासलाई फर्केर हेर्दा 1933 देखि 1973 को समयलाई अफगानिस्तानको स्वर्ण युग भनेर चिनिन्छ। जति बेला यो देशमा राजतन्त्र थियो, जाहिर शाहको शासनकाल थियो, त्यति बेला अफगानिस्तानको आर्थिक र सामाजिक अवस्था निकै नै राम्रो मानिन्थ्यो। तर जब त्यहाँको कम्युनिस्ट पार्टीले सत्ता कब्जा गर्यो, बिस्तारै अस्थिर र अशान्त बन्दै गयो अफगानिस्तान। सोभियत सेनाले यहाँको कम्युनिस्ट पार्टीको मद्दत लिएर यो देशमा पाइला टेक्यो र बिस्तारै अफगानिस्तान युद्धको भुमरीमा पिल्सियो। सोभियत सेना र अमेरिकी सेनाको रणभूमि बन्न गयो अफगानिस्तान। वर्तमान परिवेश हेर्दा यो देशमा तालिबानले शासनको बागडोर सम्हालेको छ। लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै तालिबानको नेतृत्वमा यहाँ सरकार बनेको छ। तालिबान आएसँगै यो देशमा कोही मानिस पनि सुरक्षित छैनन्। युद्धको भुमरीमा अफगानिस्तान जाने सङ्केत देखिएको पाइन्छ। अफगानिस्तानको राजधानी काबुललाई विश्वकै सबैभन्दा बढी आतंकवादी हमला हुने ठाउँको रूपमा चिनिन्छ। 2019 को ग्लोबल पीस इन्डेक्सको तथ्याङ्क अनुसार अफगानिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देशको रूपमा चिनिन्छ। तेस्रोमा पर्छ यमन। दर्शकबिन्द, यो देशको इतिहास अध्ययन गर्ने हो भने थाहा हुन्छ यो देश कति प्राचीन हो भनेर। तर आज यो देशको अवस्था निकै नै खराब र डरलाग्दो देखिन्छ। यहाँ कोही मानिस पनि आउन चाहँदैन। यदि कोही आउन खोज्छ भने फर्कने सम्भावना लगभग न्यून जस्तै देखिन्छ। यमन र साउदी अरब बीचको युद्धले यो देश धरतीकै नर्क जस्तै बनेको छ। चाहे दिन होस् या रात, यहाँको अवस्था भयावह देख्न सकिन्छ। यो देशमा कति बेला कहाँबाट बमको बारिस हुने हो थाहा हुँदैन। यो देशको राजधानीको अन्तर्राष्ट्रिय विमानस्थल समेत आतंकवादीको कब्जामा जाने गर्दछ। त्यसैले सजिलै अनुमान लाउन सकिन्छ कि यो देशको अवस्था कस्तो छ भनेर। यो देशमा पनि मानिसको घरमा गएर लुटपाट गर्नु, महिलासँग जबरजस्ती सम्बन्ध राख्नु सामान्य जस्तै मानिन्छ। यो देशमा तपाईँ बच्चाको हातमा पिस्तोल देख्न सक्नुहुन्छ। युद्धको चपेटामा परेर अहिलेसम्म यो देशमा लाखौंको ज्यान गइसकेको छ। यो देशमा वर्षेनी भोकमरीले हजारौं बालबालिकाको मृत्यु हुने गर्दछ। अशान्त र अस्थिरताको अर्को नाम यमन भन्दा फरक पर्दैन। यो देशमा सरकार छ या छैन, आम जनतालाई महसुस छैन। यहाँ जनता आफै सरकार हुन् र यहाँ नियम कानुन कोही मान्न तयार छैन। जसले जे मन लाग्छ उसले त्यही गर्छ, चाहे लुटपाट, आगजनी या होस् कसैको ज्यान लिने काम। चौथोमा पर्छ लिबिया। दर्शकबिन्द, भनिन्छ सिङ्गो देश लिबिया नै आतंकवादीको कब्जामा छ भनेर। यहाँ सरकार भन्ने चिज नै छैन। युद्धले यो देशमा केही पनि बाँकी छैन जुन तारिफ गर्न लायकको होस्। दिन दहाडै यहाँ
लुटपाट र डकैती हुने गर्दछ। यहाँ पनि महिला र बालबालिका असुरक्षित जीवन बिताइराखेका छन्। यो देशको हालत यति खराब छ कि यहाँ कोही पनि विदेशी पर्यटक देख्न सकिन्न। कैयौं पटक यहाँ विदेशी पत्रकारको हत्या पनि भएको छ। यो देशमा मनुष्य जीवनको 1% पनि महत्त्व छैन। यहाँ सडक किनारामा पशुको हालतमा मान्छे मरिराखेको दृश्य देख्न सकिन्छ। यहाँ त्यस्ता आतंकवादी संगठन छन् जसले स्थानीय महिलाहरूलाई अपहरण गरी आफ्नो कब्जामा लग्दछन्। धर्मको नाममा यहाँ लामो समयदेखि अस्तित्वको लडाईँ चलिराखेको छ, जसले गर्दा यो देशका जनताले एक गाँस खान र एक सरो लाउनको लागि ठूलो सङ्घर्ष गर्नु परेको छ। 5औंमा पर्छ सिरिया। दर्शकबिन्द, संसारकै सबैभन्दा खतरनाक आतंकवादी संगठन ISIS को मुख्य अखडा सिरिया भनेर चिनिन्छ। ISIS अर्थात् इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया 2011 को शान्तिपूर्ण प्रदर्शनलाई सरकारले दमन गरे यता यो देशमा युद्ध भड्किएको हो र आजसम्म युद्धग्रस्त अवस्थामा छ। यहाँ लाखौंको मृत्यु भइसकेको छ भने उत्तिकै संख्यामा मानिसहरू अङ्गभङ्ग भएका छन्। ISIS ले यो देशको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ। लुटपाट, चोरी, महिलामाथि यौन हिंसा यो देशको मानिसको घर घरको कहानी बनेको छ। सिरियामा मानव अत्याचारले सीमा नागेको छ। यहाँका बालबालिकाहरू अपराधिक संगठनको कब्जामा परेर बेचिनेसम्म गरेको पाइन्छ। यो देशमा सरकार भन्दा आतंकवादी संगठनको कानून चल्दछ। सबैभन्दा बढी पत्रकार र विदेशी नागरिकको आपराधिक समूहको निशानामा परेर हत्या समेत भएका उदाहरणहरू प्रशस्त छन्। आतंकवादी संगठनको निशानामा परि सन् 2024 को अन्त्यमा सिरियाका राष्ट्रपति बशर अल असदले देश नै छोडेर रुसमा शरण लिन पुगे यता यो देशको भविष्य झनै अन्योलमा परेको छ। 6औंमा पर्छ सुडान। दर्शकबिन्द, अफ्रिकी महादेशमा त्यस्ता धेरै देशहरू छन् जुन गरिबीको चक्रव्यूहमा फसिराखेका छन्। त्यसमध्ये सुडान अग्रस्थानमा आउँदछ, जहाँ रोग, भोक र युद्ध दशकौं अघिदेखि यहाँको जनताले सामना गरिराखेका छन्। सन् 2011 मा सुडानलाई 2 हिस्सामा विभाजित गरिएको थियो, जसमा नर्थ सुडान र साउथ सुडान पर्दछन्। अस्थिरताको लडाईँले आज पनि सुडान रगताम्य बनेको छ। यहाँका सडकमा मानिसहरूको दिन दहाडै गोली हानी हत्या गरिन्छ। यो देशमा नियम कानून कोही पनि मान्न तयार छैनन्। यहाँ मान्छेको मृत्यु पशुको जस्तै सामान्य मानिन्छ। आवरणमा यो देश स्वतन्त्र देखिए पनि अझै पनि गुलामी र विदेशीको क्रीडा स्थल बनेको छ। यहाँ महिलालाई हिंसा गर्नु र जबरजस्ती सम्बन्धमा राख्न खोज्नु आम रूपमा देखिन्छ। यहाँका जनता आफै सरकार विरुद्ध लड्न बाध्य छन्। घाँस, बाँस र कपासका लागि लड्नु परेको कहाली लाग्दो अवस्था यहाँ देख्न सकिन्छ। यहाँ खाना र थोरै पैसाको लागि पनि मानिसको हत्या हुने गर्दछ। यो देशमा त्यस्ता धेरै आतंकवादी समूहहरू छन् जसले आफ्नो स्वार्थका लागि कैयौं देशका नागरिकलाई अपहरण गर्ने गर्दछन्। 7औंमा छ सोमालिया। दर्शकबिन्द, पूर्वी अफ्रिकाको एउटा त्रासदीले भरिएको देश हो सोमालिया। यो देश पनि आतंकवादी संगठनको कब्जामा पुगेको छ। लोकल ग्याङस्टर र आतंकवादी संगठनको प्रभाव सिङ्गो देशमा रहेको छ। यहाँ महिलामाथि हुने खुलेआम हिंसा र जबरजस्ती करणीका घटना सामान्य मानिन्छ। बच्चालाई अपहरण गरेर गुण्डागर्दीमा लाग्न बाध्य पारिन्छ। प्रतिकार गर्न खोज्नेको सिधै गोली हानी हत्या गरिन्छ। यो देशमा न त मानिसहरू रोजगार छन्, न त खानका लागि पैसा नै छ। त्यसैले त एकले अर्कालाई लुटेर हत्या गरेर जीवन चलाएको देखिन्छ। मुख्यतः यो देशमा विदेशी नागरिकलाई टार्गेटमा पारेर उनीहरूसँग लाखौं डलर असुल्ने गरिन्छ। बेरोजगार र गरिबीकै कारण यो देशमा आम मानिस पनि अपराधमा संलग्न भएको देखिन्छ। 8औंमा पर्दछ मेक्सिको। दर्शकबिन्द, नर्थ अमेरिकाको सबैभन्दा खतरनाक देश मेक्सिको भन्दा तपाईलाई अपत्यारिलो लाग्न सक्ला, तर हो दर्शकबिन, यो देशलाई तस्कर र ड्रग माफियाको देश भनेर पनि चिनिन्छ। यो देशबाट गैर कानुनी रूपमा ड्रग्सहरू अमेरिका सप्लाई हुने गर्दछ। यो देशका केही यस्ता ठाउँहरू छन् जहाँ दिन दहाडै नशा सेवन गरेर गोली हानी मानिसको ज्यान लिइन्छ। यो देशमा गन अथवा पिस्तोल पसलमा सजिलै किन्न पाइन्छ। यो देशको राजधानी मेक्सिको सिटीमा रातिको 8 बजेपछि मानिसहरू सहर बाहिर निस्कन डराउँछन्, किनकि यहाँ लुटपाट, डकैती र जबरजस्ती
आम रूपमा हुने गर्दछ। मेक्सिको घुम्नका लागि राम्रो र विविधताले भरिएको देश भए पनि यो देश अपराधिक ग्याङ्स्टरहरूको क्रीडास्थल भनेर चिनिन्छ। त्यसैले त तपाईँ यो देशमा जाँदै हुनुहुन्छ भने एकदमै सजगता अपनाउन जरुरी देखिन्छ। 9 मा पर्छ पाकिस्तान। दर्शकवृन्द, नेपालबाट भारत हुँदै पाकिस्तान जान सकिन्छ, तर सुरक्षाको हिसाबले हेर्दा यो देश निकै नै जोखिम रहेको पाइन्छ। यहाँ आतंकवादी हमला कुन बेला हुने हो पत्तै हुँदैन। त्यसैले त यो देशमा कोही पनि जान चाहँदैन। पाकिस्तानमा न नेताहरू सुरक्षित छन् न त जनता नै। दिन दहाडै यहाँ आत्मघाती बम विस्फोट भएर सयौं मानिसहरूको मृत्यु भएको खबर हामीले सुन्दै आएका छौँ। र अन्त्यमा पर्छ इराक। दर्शकवृन्द, इराक पनि विश्वकै असुरक्षित र खतरनाक देशको सूचीमा पर्दछ। यहाँ मानिसको मृत्यु कुनै जनावरको मृत्यु सरह मूल्यहीन हुने गर्दछ। युद्ध र आतंकले गिजोलिएको यो देशमा न त मानव अधिकार भन्ने चिज छ न त मानिसको महत्त्व। यो देशमा सरकार छैन भन्दा पनि फरक पर्दैन, किनकि यो देशमा आइएसआइएस भन्ने खुङखार आतंकवादी संगठनको राज छ र लगभग पुरै देश यही संगठनको निर्देशनमा चल्ने गर्दछ। दर्शकवृन्द, विश्वकै 10 खतरनाक देशबारे बनाएको भिडियो तपाईलाई कस्तो लाग्यो त